नमस्ते साथीहरू, आज हामी पढ्छौँ क्वेसन नम्बर 6 नेपालको संविधानको मूलभूत विशेषताहरू लेख्नुहोस्। यो खरिदार र नासोको लागि एकदमै सम्भावित क्वेसन रहेको छ। यो अलरेडी सोधिसकेको नासु 2070, 2073, 2075 मा सोधिसकेको क्वेसन हो। यसमा हामी पहिला लेख्छौँ विषय प्रवेश, त्यसपछि विशेषता लेख्छौँ। विशेष प्रवेशमा हामी लेख्छौँ संविधान सभाबाट विक्रम सम्वत 2072 असोज 3 गते जारी भएको संविधान नेपालको संविधान हो। यसमा 9 अनुसूची, 35 भाग र 308 वटा धाराहरू रहेको छ लेखिदिने। त्यसपछि हामी लेख्छौँ यसको विशेषताहरू निम्नानुसार छन्, यस प्रकार छन्, या देहायको बमोजिम रहेको छन् लेखिदिने। त्यसपछि हामी यो बुलेट लेख्छौँ संविधान सभाबाट जारी भएको नेपालको पहिलो संविधान। त्यसपछि अर्को बुलेट लेख्छौँ 1 सङ्घ 7 प्रदेश र 753 वटा स्थानीय तहहरूको व्यवस्था रहेको। त्यसपछि हामी अर्को बुलेट लेख्छौँ प्रधानमन्त्री निर्वाचित भएको पहिलो 2 वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइने, किनभने 2 वर्षमै सरकार ढल्यो भने, प्रधानमन्त्री ढल्यो भने विकास त गर्न सकिँदैन। त्यही भएर अनि हामी अर्को बुलेट लेख्छौँ मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको। मिश्रित निर्वाचन प्रणाली भन्नाले समानुपातिकबाट पनि र प्रत्यक्षतर्फबाट पनि समावेश गरेर सरकार सञ्चालन गरिएको। त्यसपछि हामी अर्को बुलेट लेख्छौँ प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 संज्ञात्मक संघीय संसदको व्यवस्था। प्रतिनिधि सभामा 165 जना प्रत्यक्ष तर्फबाट निर्वाचित र बाँकी 110 जना समानुपातिकबाट गरी 275 जना सदस्य र राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट 8 गरी 56 र +3 विभिन्न 13 वटा संवैधानिक निकायहरूको व्यवस्था रहेको। त्यसपछि हामी पढ्छौँ सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहेको। स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था। त्यसपछि हामी अर्को बुलेट लेख्छौँ धर्मनिरपेक्ष राज्य शासन व्यवस्था। त्यसपछि हामी अर्को लास्ट बुलेट लेख्छौँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था। विषय प्रवेशमा हामी लेख्छौँ संविधान सभाबाट विक्रम सम्वत 2072 असोज 3 गते जारी भएको संविधान नेपालको संविधान हो। यसमा 9 अनुसूची 35 भाग र 308 धारा रहेको। पहिला हामी यति लेख्ने, त्यसपछि हामी यसको विशेषताहरू लेख्छौँ। नेपालका
त्यसपछि हामी देख्छौँ विशेषताहरू। नेपालको संविधानको मूलभूत विशेषताहरू विशेषताहरू है, विशेषताहरू अन्डरलाइन गर्ने। त्यसपछि प्रथम बुलेट, संविधान सभाबाट जारी भएको नेपालको पहिलो संविधान। अर्को बुलेट लेख्छु, एक सङ्घ 7 प्रदेश र 753 स्थानीय तह गरी 3 राज्य संरचना। दुईवटा बुलेट भयो। त्यसपछि हामी अर्को बुलेट लेख्छौँ, प्रधानमन्त्री निर्वाचित भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नपाइने। त्यसपछि मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको मिश्रित भनेपछि यो समानुपातिकबाट पनि र प्रत्यक्षबाट पनि है, प्रत्यक्षबाट पनि निर्वाचित भएर आएको प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी 2 सदनात्मक संघीय संसद है, संघीय संसद। त्यसपछि विभिन्न 13वटा संवैधानिक निकायहरूको व्यवस्था सार्वभौम सत्ता र राज्य सत्ता जनतामा निहित रहेको
व्यवस्था। अर्को लेख्छौँ स्वतन्त्र निष्पक्ष र सक्षम न्यायपालिकाको व्यवस्था। अर्को लेख्छौँ धर्मनिरपेक्ष राज्य व्यवस्था। त्यसपछि हामी लास्ट बुलेट लेख्छौँ संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था। साथीहरू यति हामी लेखिसक्यौँ। यति हामी लगभग 9 देखि 10 पोइन्ट हाम्रो भयो होला। हामी 5 मार्क्समा निष्कर्ष नलेख्दा पनि हुन्छ, किनभने हामीले 5 मार्क्समा यति